तपाईसँग 25 वर्षीय युवा प्रशान्त उप्रेती राष्ट्रिय स्वतन्त्र पार्टीबाट भेट्दै हुनुहुन्छ हैन। युवा जमातलाई चाहिँ तपाईले विरासत जगाउन कतिको सक्नुहुन्छ? जित्ने पक्का कति छ? सबै पत्रकार साथीहरू पहिले भन्नु ठिक छ, तपाईहरुलाई अनुकूल छ? सम्पूर्ण पत्रकार साथीहरू, अब हाम्रो देशको संवैधानिक प्रक्रिया बमोजिम निर्वाचन आयोगले निर्वाचनको घोषणा गर्यो। त्यस बमोजिम आज लोकतान्त्रिक विधि अनुसार उम्मेदवार दर्ताको प्रक्रिया सम्पन्न गरेका छौँ। सर्वप्रथम म लोकतान्त्रिक विधि र प्रक्रियामा उम्मेदवारका रूपमा प्रस्तुत सम्पूर्ण सबै सहयोगका साथीहरू सबैलाई म आभार पनि व्यक्त गर्न चाहन्छु। म सबैलाई शुभकामना पनि दिन चाहन्छु। हामीले लोकतन्त्रलाई जीवन्त बनाउनका लागि स्वच्छ प्रतिस्पर्धा, मर्यादित प्रतिस्पर्धालाई जीवन्त बनाउनुपर्छ। यसलाई केन्द्रमा राखेर अगाडि बढ्ने कुरालाई मैले सदैव ख्याल गर्नेछु। यसलाई मैले मुख्य प्राथमिकता राखेर अगाडि बढ्नेछु। सर्वप्रथम मेरो यो कमिटमेन्ट छ। अर्को कुरा भनेको मतदानको प्रक्रियामा सहभागी भइसकेपछि जनताले मलाई भरोसा गर्नुहुनेछ। 1980 सालमा मलाई 5 वर्षका लागि जनताले काम गर्नका लागि विशेष गरी कानुन र विधि निर्माणको सर्वोच्च संस्था, सर्वोच्च जनप्रतिनिधिमूलक संस्था संसदको सदस्यका रूपमा मकवानपुर क्षेत्र नम्बर 2बाट विजय गराउनु भएको थियो। तर त्यो 5 वर्षमा सम्म काम गर्ने अवसर त्यो मैले प्राप्त गर्ने स्थिति रहेन। 32 महिना मात्रै काम गरेर त्यो संसद असंवैधानिक तरिकाबाट विघटन हुने स्थिति बन्यो। तथापि हामी एउटा विधि मार्फत जनताको ताजा जनादेशका लागि हर दैलोमा जनताका आँगनमा हामी पुग्दैछौँ। के विश्वस्त र के आशावादी छु भने जनताले यो कानुन निर्माणको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था संसदमा प्रस्तुत भएका उम्मेदवारहरू मध्ये नेकपा एमालेको तर्फबाट मैले जसरी प्रस्तुत म उम्मेदवार भएको छु, उहाँहरूले मलाई विश्वास गर्नुहुनेछ, निर्वाचित गर्नुहुनेछ भन्ने कुरा म आम जनताप्रति म विश्वस्त छु। उहाँहरूप्रति म आशावादी छु र मैले उहाँहरूप्रति भरोसा पनि राखेको छु। मैले निर्वाचनबाट निर्वाचित भइसकेपछि मुख्यतया हामीले केही हाम्रा कमिटमेन्टहरू जरुरी छ। मैले निर्वाचित भएपछि के गर्छु त? पहिलो कुरा, संसदीय मूल्य र मान्यतालाई जीवन्त राख्नका लागि एउटा सदस्यले जे भूमिका निर्वाह गर्नुपर्छ त्यसमा अलिकति पनि कमी नहुने गरी गुणस्तरीय कानुन निर्माणको सन्दर्भमा मैले प्रभावकारी प्रयत्न, प्रभावकारी प्रयास, प्रभावकारी पहलकदमी सबैभन्दा महत्त्वपूर्ण ढङ्गबाट मैले लिएको छु। दोस्रो कुरा, एउटा संसदको सदस्य, प्रतिनिधिसभाको सदस्यले गर्ने भनेको उसले कानुन निर्माणको अलावा सरकारलाई उसले कसरी खबरदारी गर्छ भने सरकारको काम प्रक्रियाको निगरानीका सन्दर्भमा संविधान र कानुन सरकारले जनताको भावना बग्ने काम गर्यो गरेन, त्यस कोणबाट लगातार सरकारको खबरदारी गर्ने सन्दर्भमा पनि मैले आफूलाई अब्बल ढङ्गबाट भूमिका निर्वाह गर्नेछु। राष्ट्रिय सरकारका मुद्दाहरूमा, आफ्नो जिल्लासँग सम्बद्ध मुद्दाहरूमा त्यति मात्रै होइन, मलाई निर्वाचित गर्ने निर्वाचन क्षेत्रका मतदाताहरूको भावना, आकांक्षा, जनसरकारका विषयहरू, ती समग्र पाटोलाई पनि मैले जीवन्त ढङ्गबाट केवल 275 सांसदभित्र एकजना कोही सांसद लास्ट बेन्चरका रूपमा होइन, मैले इन्टरभेन्सन पार्लियामेन्टबाट गुणस्तरीय कानुन निर्माण गर्ने, संसदीय अन्य काम प्रक्रियाहरूलाई प्रभावकारी ढङ्गबाट लैजाने, सरकारलाई लगातार निगरानी गरिराख्ने, खबरदारी गरिराख्ने र संसद र जनताप्रति सरकारलाई वफादारी वा प्रभाव चाहिँ जवाफदेही बनाउनका लागि भूमिका खेल्ने यो काम गर्दै राष्ट्रिय सरकारका मुद्दाहरू, जनसरकारका मुद्दाहरू र जिल्लाका लाई सिङ्गो राष्ट्रमा एउटा सांसदले कुन प्रकारको भूमिका मार्फत जिल्लालाई एउटा राष्ट्रिय राजनीतिमा उसले उभ्याउन सक्छ, निर्वाचन क्षेत्रका जनताहरूको भावनालाई कसरी उच्च बनाएर काम गर्न सक्छ, यो पाटोलाई मैले कहिले पनि सम्झौता नगरिकन कहीँ कतै थोरै पनि कमी हुन नदिइकन मेरो तर्फबाट अधिकतम पहलकदमी हुनेछ। र किनभने संसदले राष्ट्रको नीति कार्यक्रम पनि बनाउँछ, बजेट पनि बनाउँछ, सरकार पनि निर्माण गर्छ। त्यो सरकारलाई खबरदारीको अलावा नीति तथा कार्यक्रम वा बजेट मार्फत राष्ट्रका स्रोत साधनलाई आफ्नो निर्वाचन क्षेत्र वा जिल्लामा अधिकतम जोड्नका लागि कसरी पहलकदमी लिन सकिन्छ त्यो पाटोमा पनि मैले पहलकदमी लिनेछु। मुख्यतया कानुन निर्माण, त्यो पनि गुणस्तरीय कानुन निर्माणको पाटोलाई मैले प्रभावकारी ढङ्गबाट राष्ट्रिय मुद्दाहरू